स्वर्गको राज्यको बारेमा कुरा गर्नु सजिलो छैन, जुन अहिलेसम्म कसैले गरेको छैन। त्यसैले येशूले स्वर्गको राज्य यस्तै हो भन्ने वाक्यबाट सुरु गर्नुहुन्छ र दृष्टान्तहरू मार्फत हामीलाई यसको बारेमा सिकाउनुहुन्छ। आजको सन्देशमा येशू भन्नुहुन्छ, स्वर्गको राज्य खेतमा गाडिएको गाडधन जस्तै हो। एकजना मानिसले त्यो भेटायो र फेरि लुकायो। त्यसपछि आफ्नो खुसीमा उसले गएर आफूसँग भएको सबै बेचेर त्यो खेत किन्यो। त्यति बेला इजरायललाई प्राय शक्तिशाली छिमेकी राष्ट्रहरूद्वारा युद्धहरूको लागि मार्गको रूपमा प्रयोग गरिन्थ्यो। फलस्वरूप जब पनि युद्ध सुरु हुन्थ्यो, मानिसहरूले आफ्ना आवश्यक सामानहरू लिन्थे, हतारमा भाग्थे र त्यसपछि फर्कन्थे। यद्यपि त्यस समयमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूको सम्पत्ति थियो। भाग्ने यात्रामा भारी सामान बोक्नु धेरै ठूलो जोखिम थियो। त्यसकारण धनी व्यक्तिहरूले आफ्नो सम्पत्ति जमिनमा गाड्थे, तिनीहरूलाई मात्र थाहा भएको ठाउँमा, अरू कसैलाई पनि थाहा नभएको ठाउँमा। यसरी यदि तिनीहरू युद्धको समयमा अप्रत्याशित दुर्घटनाबाट पीडित भए र फर्कन असमर्थ भए भने तिनीहरूको गाडिएको सम्पत्ति सधैँभरि त्यहाँ रहन्थ्यो। येशूले भन्नुभएको स्वर्गको राज्यको बारेमा दृष्टान्त यहाँबाट सुरु हुन्छ। एक दिन खेतमा काम गर्ने एक किसानले जमिनमा गाडिएको एउटा विशाल खजाना फेला पारे। यो कसैले गाडेको गाडधन हुनुपर्छ। यदि किसानले यसलाई खने भने उसको वरपरका सबैले यसको बारेमा थाहा पाउन सक्थे। त्यसैले किसानले आफ्नो सबै सम्पत्ति बेच्ने र खेत सिधै किन्ने निर्णय गरे। खेत किन्ने बित्तिकै त्यसमा भएको सबै खजाना तुरुन्तै उसको हुनेछ। तर स्वर्गको राज्यको बारेमा यो कथा कस्तो छ? एकजना मानिसले येशू कहाँ आएर सोधे, असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ? येशूले 10 आज्ञाहरू वाचन गर्नुभयो र तिनलाई पालन गर्न भन्नुभयो। तर त्यो मानिसले जवाफ दियो, मैले मेरो युवा अवस्थादेखि नै सबै आज्ञाहरू पालन गर्दै आएको छु। येशूले भन्नुभयो, त्यसो भए तिमीसँग भएका सबै बेच र गरिबहरूलाई देऊ र मेरो पछि लाग। जसरी किसानले खेतमा धन देखे र त्यो किन्नको लागि आफ्नो सबै सम्पत्ति बेचे, येशूले उसलाई भन्दै हुनुहुन्थ्यो कि यदि उसले अनन्त जीवन चाहन्छ भने उसले आफूसँग भएका सबै कुरा बेच्नुपर्छ, गरिबहरूलाई बाँड्नुपर्छ र येशूलाई पछ्याउनुपर्छ, जो जीवन र अनन्त जीवन हुनुहुन्छ। यद्यपि यो मानिससँग धेरै धन थियो र त्यो बेच्न चाहँदैनथ्यो। त्यसैले ऊ निराश भयो र येशूलाई छोडेर गयो। बालबालिकाहरू, खेतमा लुकाएको गाडधन पत्ता लगाउने व्यक्तिले त्यसको मूल्य बुझ्यो र त्यो पाएकोमा हताश भएन। यद्यपि येशूलाई अनन्त जीवनको बारेमा सोध्ने व्यक्तिले येशूको मूल्य बुझेन। त्यसैले तिनले आफूसँग भएको कुरा छोड्न सकेनन् र फर्किए। जब येशूले हामीलाई दृष्टान्तहरूमा स्वर्गको राज्यको बारेमा कुरा गर्नुहुन्छ, हामी त्यो राज्यलाई अझ स्पष्ट रूपमा देख्न सक्छौँ। त्यसकारण यी वचनहरू सुनेपछि हामीले दृढ सङ्कल्प गर्नुपर्छ कि परमेश्वरको राज्यको आशा गर्नु र येशूलाई पछ्याउनु हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हामीले केलाई माया गर्छौँ भन्ने कुराभन्दा बढी।